अलिकति स्थानीय सरकारले पनि चाहिँ तपाईँको अलिकति पहल नगरेको देखिन्छ। प्रत्येक पल्ट त्यहाँका जनसमुदायहरू, त्यहाँका पीडित पक्षहरू आन्दोलनको रूपमा चाहिँ तपाईँको धरान उपमहानगरपालिका आउने, डेलिगेसन आउने, अनि त्यसपछिबाट चाहिँ यो सर्वोच्चमा छ हामीले चाहिँ हेर्न नमिल्ने, उ गर्न नमिल्ने भनेर चाहिँ विभिन्न बहानामा रोका गरेको अवस्था देखिन्छ। अहिले त्यसैमा चाहिँ तपाईँको चाहिँ के अरे चाहिँ बिचमा 5 कन्याको चाहिँ भयो भनेको माथि चाहिँ तपाईँको चाहिँ कालिका स्थान छ, त्यो तपाईँको कुनै पनि प्रक्रियामा नगएको जग्गा अहिले एउटा व्यक्तिका कारणले, एउटा चाहिँ धरान उपमहानगरपालिकाका कारणले रोका गरेर बसेको अवस्था र त्यहाँ पनि पीडित बनाइएको छ। त्यो भएको कारणले गर्दा हिजो अस्ति नै स्थानीय सरकारले यसलाई चाहिँ मध्यनजर गरेर चाहिँ कार्यपालिकाको बैठकमा यसको सीमाङ्कनका कुरा गरेर बाँकी रहेका चाहिँ नेपाल सरकारका नाममा जलधारको जग्गा चाहिँ नेपाल सरकारका नाममा आएर अरू जग्गा चाहिँ व्यक्तिगत जग्गा फुकुवा गरेको भए स्थानीय सरकार अलिकति चाँडो चाहिँ चासो राखेको भए यो चाहिँ मलाई लाग्छ 2 वर्ष अगाडि नै यसले चाहिँ निकास पाइसक्थ्यो। तर अब नमस्कार, म हरिबहादुर कार्की, धरान वार्ड 13 निवासी, बाँझगरा साबिकको बाँझगरा 9 को घोपा 9 कोमा मेरो बसोबास छ। त्यही बसोबास मेरो सम्पत्ति नै त्यही नै हो, त्यहाँको बासिन्दा। र अहिले सरकारको विभिन्न क्रममा अदूरदर्शीपूर्ण भएका गतिविधिले उब्जाएको समस्या बाँझगरा 9 को घोपा 7 घरङ सन्तोष जलधारको क्षेत्र अधिकारभित्र नपर्दै पनि भूगोलले त्यसलाई जलधारका निमित्त निर्देशित नगर्दै पनि अनुसन्धानका नामबाट रोकिन गएका पीडितहरूको म संयोजक। यो केस चाहिँ हामीले अलिकति सुरुवातमै जाने क्रममा 2033 सालमा जब राजाबाट तत्कालीन राजा वीरेन्द्रबाट जग्गा अधिकार सट्टा भर्ना दिएर सन्तोष जलधारका निमित्त प्रक्रिया अगाडि बढाउन भएको हुकुम प्रमाङ्गितलाई कार्यान्वयन गर्नका निमित्त मोरङको बेलबारीमा त्यहाँका बस्तीवासी 109 घर परिवारलाई जग्गा सट्टा भर्ना दिने गरी प्रक्रिया अगाडि बढिरहँदा तत्कालीन पुष्य अञ्चलाधीशको संयोजकत्वमा गठित आयोगले सट्टा भर्ना दिएर रहेको जग्गा, त्यो जग्गामा पछि मिलाउनु हुँदै जाँदा विभिन्न चरणमा समितिहरू बन्दै गए। राष्ट्रिय पञ्चायतको सदस्य समेत त्यसको आयोगको सदस्य अध्यक्ष बनेर प्रक्रियाहरू अगाडि बढिरहेको अवस्था थियो। त्यसपछि राजनीतिक फेरबदल असन्तुलनले ती कामहरूलाई स्थिर बनाएको देखिन्छ, प्रक्रिया अगाडि बढाएको देखिँदैन। त्यसपछि लगातार 57 सालसम्म जग्गाको त्यो सट्टा भर्नाका प्रक्रियालाई व्यवस्थित गर्नको लागि कुनै गतिविधि भएन। त्यो गतिविधि नभइसकेपछि 57 सालमा त्यहाँ बसेका बस्तीवासीहरूको सट्टा भर्ना लिएकै मध्येबाट मालपोत कार्यालयले जब सट्टा भर्ना दिएको जग्गाको पूर्जा खिचिन्छ, पूर्जा रद्द गरिन्छ, पूर्जा जग्गा खरिद बिक्री या अन्य कुनै प्रक्रियामा गइसकेपछि त्यो पूर्जा खिच्ने काम हुन्छ, पूर्जा रद्दी गर्ने काम हुन्छ। त्यो काम नगरिकन यथावत पूर्जा जग्गा त्यहाँनिर उपलब्ध छोडिदिनु, त्यो एउटा कमजोरी। दोस्रो, लगत कट्टा त्यो जब दिइसकेपछि त्यसको लगत कट्टा नगर्नु दोस्रो कमजोरी। तेस्रो कमजोरी, राज्यले त्यसलाई संरक्षण गर्न सरकार निकायहरूको जवाबदेहिता सङ्गठन व्यवस्थापन नगर्नु तेस्रो कमजोरी। चौथो कुरा, त्यसमा सन्तोष जलधार भनिसकेपछि त्यसको मूल दायित्व कोसँग हुन्छ भनेर जिम्मेवारी किटान नगर्नु। त्यसै गरी त्यसलाई संरक्षणका निमित्त समितिहरू कुनै पनि गठन नगर्नु, कुनै तबकालाई जिम्मेवारी प्रदान नगर्नु, कार्यविधि नमान्नु। जबकि राजपत्रमा 2038 साल माघ 10 गते
एउटा राजपत्र प्रकाशित भएको छ। त्यो प्रकाशित भएको राजपत्रलाई पनि न्युट्रलाइज गरेर राख्नु र कमजोरी पक्षहरू छ। त्यसो भइसकेपछि तथावरा रह्यो। अनि त्यो जग्गा धनीमध्येको मान्छेले जग्गा कारोबारका लागि प्रक्रिया अगाडि बढायो। आफूसँग भएको धन बुझा लिएर मालपोत कार्यालयमा जग्गा पास गर्न जाँदा त्यो प्रक्रिया गइरहेको अवस्थामा तत्कालीन जिल्ला विकास समितिका तत्कालीन उपाध्यक्ष वंशी मुक्तान हुनुहुन्थ्यो रहेछ। उहाँको उसबाट चाहिँ त्यो कार्यक्रम रोक्का गर्ने प्रक्रिया अगाडि बढ्यो। रोक्का गर्न आदि दियो। त्यो रोक्कालाई टेकेर अदालती प्रक्रियाहरू अगाडि बढे। समस्या कहाँ सुरु हो भन्दाखेरि त्यो जग्गा सट्टा भर्नाको प्रक्रियालाई अगाडि बढाउने क्रममा म अहिले कसैको नाम लिइनँ, त्यो किनभने त्यो त्यतामा धेरै कुरा समस्याहरू छन्। अनुराई राईहरू छन् हुनुहुन्छ उहाँहरू। त्यो जग्गालाई सट्टा भर्ना दिइसकेपछिको अभिलेखलाई व्यवस्थित त्यो जग्गाको अभिलेख जहाँ सट्टा भर्ना दिएको थियो, सट्टा भर्ना दिएको अभिलेख मार्फत सम्बन्धित मालपोत कार्यालय सरकार कार्यालयहरूसित समन्वय गरेर अभिलेख ल्याएर त्यसले के गर्नुपर्थ्यो भन्दाखेरि रेकर्ड अपडेट गर्नुपर्दथ्यो। त्यो रेकर्डमा राख्नुपर्दथ्यो। त्यो रेकर्ड नराखेको कारणले त्यो जग्गाको खेलफाको गरेर त्यो जग्गालाई मैले चाहिँ सट्टा भर्ना लिएको छुइनँ भन्ने भाषाबाट खेल्ने मौका जुन दियो, त्यो निकायलाई राज्यले कारबाहीको दायरामा नल्याउनु, त्यो कर्मचारीलाई कारबाही नगर्नु, त्यो ढाँचा व्यवस्थित गर्ने कारबाही नगर्नु, त्यो कमजोर पक्ष रह्यो। अब त्यति गर्दै जाँदाखेरि त्यो प्रक्रियामा जाँदा अदालतको फैसलाले अभिलेख व्यवस्थापन अभिलेख कस्तो महत्त्वपूर्ण पाटो हो भनेको स्पष्ट गरिदिएको छ अदालतले। अदालतमा अभिलेख नराखिसकेपछि कुनै प्रमाण नदेखिएको अवस्थामा कसैको जग्गा अनवरत रोक्न राख्न मिल्दैन भनेर भएको फैसला थियो। त्यो फैसलालाई पनि सदर गर्दै अब न्यायाधीशको नाम पनि अहिले नलिउँ, त्यो निर्णय गरेको त्यो अहिलेका प्रधान न्यायाधीश प्रधानमन्त्रीको पनि एउटा न्यायालयमा त्यो निर्णयमा सहभागिता छ। अहिलेको प्रधानमन्त्रीको सहभागिता छ। अब त्यसो गरिरहँदाखेरि त्यो भइसकेपछि जग्गा बेका खरिदकर्ताहरूले जग्गा खरिद बिक्रीको प्रक्रिया अगाडि बढाए। त्यो खरिद बिक्रीको प्रक्रिया अगाडि बढाइरहँदा शत्रुतालाको जग्गा खरिद बिक्रीको प्रक्रिया अगाडि बढिसकेपछि राजनीतिक दल संयन्त्रले नगरपालिकाको प्रतिनिधि त्यो बेला त्यो संयन्त्रले त्यो जग्गालाई त्यो अदालतको फैसला टेकेर प्रक्रिया अगाडि बढाउने काम गर्यो। त्यसै सवालमा त्यो बिचमा के कामहरू गतिविधि अरू पछाडि क्याम्प गरेर भए त्यो ताकत अगाडि बढ्ने काम भएनन्। अदालतमा त्यो देखिरहनु भएको छ। अदालतले त्यस कुरा ठोस विषयवस्तुलाई अगाडि बढाउनुभन्दा त्यसलाई आजको तारिक भोलि तारिक गरिरहनु, अदालतमा चाहिँ मुद्दा लम्बाइरहनु र त्यसलाई प्रमाण जुटाउने काम र खास आदेशहरू नदिनु पनि एउटा मूल रूपले गरेर जान्छ। त्यो भइसकेपछि धरानमा रहेको जनसरकार मञ्चले नामक संस्थाले सर्वोच्च अदालत संरक्षणका नाममा सर्वोच्च अदालतको भएका 3393 भएको फैसलाको विरुद्धमा उच्च अदालत डाक्टरमा नालिस दियो। त्यो नालिस सर्वोच्च अदालतको फैसला सदर गर्दै नालिस खारिज गर्यो। अब रह्यो मूलभूत रूपले समस्याहरू त्यहीँबाट सुरु हुन्छ। अरू धेरै कुराहरूमा नरह्यो, मूल रूपले त्यहाँ समस्या सुरु त्यो त्यसो भएको हुनाले अब त्यो सवालमा राज्यको सम्पत्ति राज्यले संरक्षण गर्न दायित्व राज्यको कमजोरी हो भन्ने कुरामा एउटा पाटो रह्यो। त्यसको प्रत्यक्षदर्शीको रूपमा स्थापित स्थानीय तह 70 भन्दा अगाडि 74 भन्दा अगाडि त के अरे कर्मचारीको ब्युरोक्रेसी थियो, दलीय संयन्त्र थियो, त्यसले गर्दा त्यो काम हुन सकेन। तर पछि क्रियाशील राजनीतिक उपस्थिति भइसके संविधान बनिसकेपछि पनि स्थानीय तहले त्यो सम्बन्धी उठाइ गरेर हामीले जति बेला हाम्रो जग्गा रोक्का भयो त्यति बेलादेखि हामीले उहाँहरूलाई कुरा उठान गर्दाखेरि यो अदालतमा परेको मुद्दा हामीले हेर्न मिल्दैन भन्ने खबर गरेर त्यो मैले तपाईँले गर्नु म त्यहाँ जोड्छु, त्यसपछि तपाईँको कुरामा म आइपुग्ला। त्यो भइसकेपछि अनि त्यो अदालत मुद्दा हाल्यो। अदालतले मुद्दा खारिज गरिसकेपछि सर्वोच्च अदालतमा पुनरावेदन गर्यो। सर्वोच्च अदालतमा रिट दायर गरिसकेपछि त्यहाँदेखि अनवरत रूपमा चाहिँ प्रक्रियाहरू अगाडि बढिरहेको अवस्था छ। र त्यो प्रक्रियामा अदालतले फैसला गर्ने अदालतले त्यो प्रक्रियाहरू अगाडि बढाइरहँदा फैसला सर्ने कामदेखि केही पनि भएन।
फैसला नहुने पेशी सर्ने कामदेखि केही पनि भएको छैन। 70 सालदेखि 82 सालसम्म पेशी सरिरहनु भनेको त आत्मघाती कामहरू हुन् हाम्रो भाषामा। अदालतलाई हामीले अमानजीको कुरा नहोस्, तर त्यो सरिरहनु पनि पीडा हो भन्ने कुरामा अनुभूति दिलाउनको लागि मात्रै हो। अब यहाँनिर म कहाँ लान्छु भन्दाखेरि त्यसपछि रह्यो यो प्रक्रिया चलिरहँदाखेरि त्यो वास्तवमा त्यो जग्गा जुन सट्टा भर्नाको लागि प्रक्रिया नगरपालिकाका केहीहरू मालपोत कार्यालयहरू सबै छ। मालपोत यहाँ समस्या के मालपोत कार्यालयधरि सहभागी भएर जग्गा सट्टा भर्नाको प्रक्रियालाई, सडक किताकाटको प्रक्रियालाई, जग्गा पासको प्रक्रियालाई अगाडि बढाएको देखिन्छ। त्यसो भएको हुनाले मालपोत कार्यालय आफैमा पनि दोषी हो भन्ने कुरामा हामी अब भन्नुपर्ने हुन्छ। त्यसपछि त्यसलाई पनि नगरपालिकाले सम्पर्क सूत्र लिनु पर्थ्यो भन्ने कुरामा त हामीले प्रश्न भन्नै पर्छ। नगरपालिकाले सम्पर्क सूत्र लिएको त्यो तत्सम्बन्धी प्रक्रिया अगाडि नबढ्ने कुरामा वास्तवमा हो र होइन भन्ने कुरामा जानु पर्छु भन्ने कुरा हाम्रो बुझाइ हो र गएन नगरपालिका। नगइसकेपछि त्यो खेलोपको चलि नै रह्यो र अब यहाँ कहाँ जोड दिन्छु त भन्दाखेरि अलिकति क्रियाशीलता कहाँबाट सुरु भयो त भन्दाखेरि 77-76 सालदेखि सुरु भएको छ। अलिक बढी क्रियाशीलता त्यो कारोबारको सट्टा भएर कारोबार भएर पछि खरिद भइसकेपछि प्रक्रिया पछि अलिकति क्रियाशीलता आएको देखिन्छ। त्यो क्रियाशीलता आउने क्रममा पनि के भइदियो भन्दाखेरि 78 साल पुस 14 गतेमा चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँ टङ्गालले अनुसन्धानका लागि जग्गाको अभिलेख माग्दाखेरि, धरान मालपोत कार्यालयलाई अभिलेख माग्दाखेरि मालपोत कार्यालयले 5/9 को सबै विभिन्न खण्ड सबै घोपा 7 को विभिन्न खण्ड सबै त्यहाँ लगत उठाएर पठाएर हामी अहिले अनुसन्धानमा छौँ भनेर उसले हामीलाई भन्यो। त्यो भनिसकेपछि हामीले अब आन्दोलन गर्नुको विकल्प छैन भनेर हामीले आन्दोलनमा अगाडि बढ्यौँ। त्यसो समयमा मेरो समस्या तरण समितिहरू बन्यो र त्यसले विभिन्न चरणहरूमा मालपोत कार्यालय, नापी कार्यालय र के अरे वन विभाग, सिडिओ कार्यालय, न्याय सबै कार्यालयहरू हामी पुग्दाखेरि त्यो निकास हुन नसकेर हामीले चाहिँ सर्वोच्च अदालतमा निवेदन दर्ता गर्न बाध्य भयौँ, रिट निवेदन दर्ता गर्न बाध्य भयौँ। त्यो रिट निवेदन दर्ता गर्नुभन्दा पहिले अलिकति म थ्यासम्म जोड दिन्छु। यो बारेमा छिनोफानो गर्न केपी सरकार गठन थियो। त्यो सरकारको पालामा सर्वोच्च अदालतको न्यायाधीश मोहन भट्टराईको संयोजकतामा यो बारेमा व्यक्तिगत बोल्नका लागि प्रतिवेदन पेश गर्न आयोग गठन भएको थियो। त्यो आयोगले प्रतिवेदन दिएपछि आयोगले प्रतिवेदन दिएको छ। त्योभन्दा अगाडि म भन्छु, त्योभन्दा अगाडि नै प्रशान्त घिमिरेको 2000 साल वैशाख 21 गते 78 वैशाख उसले एउटा उसको प्रशान्त घिमिरेको नापी विभाग प्रमुख प्रशान्त घिमिरेको संयोजकतामा समिति गठन छ। त्यो समितिले स्पष्टसँगले कति बाध्यकारा कति जग्गा चाहिँ सट्टा भन्नभित्र परेको कति नपरेको भनेर भनेको छ। उसले भनेकै छ 345 बिघा चाकाटा 13 धुर जग्गा चाहिँ सट्टा भर्नमा गएको, बाँकी गएको छैन, बाँकीका 9 का घोपा 7 गरेर गएको छैन स्पष्ट लेखिसकेपछि पनि त्यही कुरालाई छिनोफानो गर्नका लागि केपी ओली सरकार, तत्कालीन सरकारले आयोग गठन गरेको छ त्यो यसको छिनोफानो गर्न भनेर। त्यो आयोगले कर्मचारीलाई कारवाही गर्न र जग्गालाई सट्टा भर्न गएका जग्गाहरूलाई लगत कट्टा गरेर सरकारका नाममा सेता कायम गर्न आदेश भएको छ। त्यो आदेश तपाईँको आजको पत्रिकामा त्यो कुरा प्रकाशित भएको छ र केही कुराहरू त्यहाँ आएको पनि छ। ब्लास्ट टाइम आजकोमा लगत्तै भन्नुपर्दा आजको ब्लास्ट टाइममा त्यो कुरा धेरै कुरालाई समेटेर प्रकाशन भइसकेको छ। अब त्यो कुरामा त्यो भइसकेपछि अब के भयो त भन्दाखेरि त्यो आयोगको त्यो कार्यक्रम अगाडि नबढिसकेपछि रहँदै अनि स्थानीय सरकारसँग अनि सबैतिर खोज्दा जाँदा स्थानीय सरकारको जिम्मेवारी हो भन्ने कुरा धेरै तहले भन्न हुँदाखेरि तत्कालीन प्रधानमन्त्री केपी ओलीको ले गठन गरेको आयोगको प्रतिवेदन जसले गर्दाखेरि यो अहिलेको लगत कट्टाको प्रक्रिया अगाडि बढेको छ। यो अब दोस्रो कुरा स्थानीय तहले यस सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सरकारसँग यो सर्द जाँदा रोकाको मात्र नभएर सौदो जाँदाको सीमाङ्कनको प्रक्रिया अगाडि बढाउने गरी प्रक्रिया अगाडि बढाइदिएको भए, सरकारसँग अनुरोध गरिदिएको भए हाम्रो जग्गा पुग्थ्यो भन्ने हामीलाई लाग्छ। त्यो रोक्नलाई, त्यो सीमाङ्कन गर्नलाई रोकिन्थ्यो भनेर सीमाङ्कन हुने बित्तिकै जग्गामा वारिबारी भइहाल्छ, वारिबारी हुने बित्तिकै फुकाउनु गर्नलाई समस्या छैन।
र अब त्यसो भएको हुनाले यो केससँग नेकपा एमाले जोडिएको छ भन्ने मलाई लाग्छ। किनभने आयोग गठन तत्कालीन सरकारको नेतृत्वगत केपी ओलीको सरकार गठन हुँदाखेरि आयोग गठन भएको छ, त्यो कार्यान्वयन तहमा आएको छ। र अबको दिनमा यदि नेकपा एमाले नै सरकार गठनमा पुग्यो भने आफूले गठन गरेका आफूले प्रक्रियामा ल्याएको कुरा टुङ्ग्याउँछ भन्ने हामीले आशा गर्न सक्छौँ। किन त भन्दाखेरि आफूले उठान गरेको विषय चाहिँ उठान गर्नको लागि अर्कोले उठान गरेको विषय चाहिँ राजनीति कहिलेकाहीँ उत्पन्नका कारणले नहुन सक्ला। तर नेकपा एमाले नै सरकारमा पुग्यो भने आफ्नो निर्णय र आफूले गठन गरेको आयोगको प्रतिवेदन र आफूले अन्तर्गतमा रहेर बनेको सरकार बनेको बेलामा बनेको प्रशान्त घिमिरेको प्रतिवेदन कार्यान्वयन गर्न सक्छ भनेर चाहिँ हामीले आश गर्न सकेका छौँ। कुरा अहिलेको कुरा के छ भन्दाखेरि यो त्यो चाहिँ यसले र त्यसले भनेर जुन खालको स्थानीय तहले चिठी लेख्नका लागि सीमाङ्कन गर्नलाई सम्बन्धित निकायलाई चिठी लेख्नका लागि र सम्बन्धित गर्ने जिम्मा यसको चाहिँ कार्यकारी काम गर्ने जिम्मा हामी लिन्छौँ, तपाईँले त्यो प्रक्रिया अगाडि बढाइदिनुहोस् भनेर चिठी लेखिदिएको भए पनि हुन्थ्यो भन्ने हामीलाई लाग्छ। त्यो चिठी लेख्नलाई अदालतको मानहानि हुन्थ्यो भन्ने हामीले बुझाएको थिएन। हामीले पटक पनि भने अदालतको मानहानि हुँदैन थियो भन्ने मलाई लाग्छ। स्थानीय तहबाट चाहिँ नि सीमाङ्कन गर्ने आदेश देऊ, हामीले भनेका पनि थियौँ सीमाङ्कन गर्ने आदेश देऊ, आदेशका लागि चिठी लेखिदेऊ, हामी चिठी बोकेर जान्छौँ पनि भनेका छौँ। तर त्यसो हुन सकेन। नसकिसकेपछि त्यो चिठी कहिले मालपोतलाई देखाउने काम, कहिले नापीलाई देखाउने काम, कहिले अख्तियारलाई देखाउने काम, कहिले कसलाई देखाउने काम, कहिले कसलाई देखाउने कामले भएको कारणले यो प्रक्रिया अगाडि बढेन। र अबको दिनमा हिजो कसले के गर्यो भन्ने कुरामा म त्यो त हिजो पार्लियामेन्टको कारणले नै हुन सक्यो होला, नभयो होला, अलग कुरा। तर अब मैले भन्नुपर्दाखेरि बहुमतपूर्ण सरकार गठन हुँदा यो हाम्रो कार्यान्वयन काम अगाडि बढ्छ भन्ने हामी विचार गर्न सक्छौँ। र अहिलेको तत्कालै हामीले एउटा राम्रो पक्ष के काम गरेका छौँ त भन्दाखेरि हामी सबैजना आन्दोलन गरेको बाहिर गरिरहँदा धरानगढ महानगरपालिकामा एउटा ज्ञापन पत्र बुझाएर नगरपालिकाले यसको पहलको प्रक्रिया अगाडि बढाउनुपर्छ भनेर प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने कुरा गरिरहँदा मागपत्र राख्दाखेरि नगरपालिकाले हाम्रो मागपत्रलाई सम्बोधन गर्ने गरी धरान वार्ड नम्बर 13 का अध्यक्ष श्री नेत्र प्रसाद काफेलेको संयोजकतामा समिति गठन गरेका छ, 4-13-20 जोडेर। त्यसमा सहभागी म संयोजक सदस्य र त्यसै गरी सहभागी सदस्य टिकाराम राईलाई जोडेर 5 सदस्यीय समिति, एकजना सरोज तामाङलाई कोयललाई जोडेर 6 सदस्यीय एउटा समिति बनाएको छ। त्यो समितिले अहिले के गर्दैछ त भन्दाखेरि वास्तवमा कमजोरी कहाँ हो भने पहिचान गर्नेका नाममा प्रक्रिया अन्तर्गत मालपोत कार्यालयसँग हामीले भर्खरै पत्र लेख्यौँ। मालपोत कार्यालयले अस्तित्वभन्दा अगाडि त हामीले केही विज्ञहरूसँग पनि हामीले छलफल गऱ्यौँ र त्यसपछि रहेको कुरा मालपोत कार्यालय र मलाई पत्र लेख्दाखेरि मालपोत कार्यालयले बाँचेर 9 घोपा 7 घरका कुनै पनि जग्गाहरू लगत पट्टाको निर्णय गरिएको छैन, नगरिएको भन्ने कुरा जानकारी दिएको पत्र दियो। त्यो एउटा मूलभूत आधार हो भन्ने कुरा हामीलाई लागेको छ। त्यो वास्तवमा त्यो सत्य कुरा हो। मालपोत कार्यालयले उसले त्यो निर्णय गरेको छैन भने आफ्नो अभिलेख कुरा लेखिदियो, त्यसलाई टेक्नोलाई कसैलाई अप्ठ्यारो पर्छ भन्ने मलाई लाग्दैन। त्यो गर्ने काम चाहिँ फेरि अन्त गर्दाखेरि पनि सरकारकै भएको कारणले अब त्यसको लागि पनि बहुमत प्राप्त सरकार त आवश्यक पर्छ नै होला। अब गठन हुने प्रतिनिधि सभामा अब आश गर्ने ठाउँ कहाँ पर्लाको छ त भन्दाखेरि एमालेकै सरकार गठन हुन सक्यो, जनमतले प्राप्त विचार गर्न सक्यो भने त्यो निर्णय हुँदा समाधान हुन्छ। धन्यवाद। ठिक छ। अनि यो यस्तो हुँदाखेरि त्यो सर्वसाधारण समस्या समाधान गर्नका लागि चाहिँ अहिले उम्मेदवारको रूपमा प्रस्तुत हुनका टिका माङ्गेलेजी हुनुहुन्छ र पार्टीगत रूपले हामीले छलफल गरेका छौँ, कुरा त्यहाँ राखेका छौँ। त्यो कुरामा टिका माङ्गेलेजी यो मुद्दामा क्लियर हुनुभएको कारणले उहाँलाई जिताउन सकेको अवस्थामा यो कुरा सहज ढङ्गले नीतिगत निर्णय तबमा पुर्याउन सक्नुहुन्छ भन्ने हामी ठान्दछौँ, हामी विचारेका छौँ। र त्यो भएको हुनाले अब उहाँलाई जिताउनका लागि सर्व क्षेत्रबाट कटिबद्ध भएर एकडिका भएर उहाँलाई पुर्याउने वातावरण तयार गर्नु हामी सबैको दायित्व पनि हुन्छ। सरकारलाई घर जनाउनु भएको छ र त्यो आए अनुरूप नै त्यही दिन
धरान उपमहानगरपालिका कार्यपालिकाको बैठकबाट धरान 13 को वडाध्यक्ष महँगल नेत्रकाफलाई चाहिँ यसको संयोजन र 4 र 20लाई सदस्य राखेर बाहिर यो सम्बन्धीको विज्ञ टोलीहरू जस्तै टिकाराम राई, हरिबहादुर कार्की, स्वरूप तामाङलाई चाहिँ हामीले चाहिँ तपाईँको चाहिँ त्यसमा सदस्यता पूर्ण सदस्यता गरेर 7 सदस्य बनाएर प्रशासन महाशाखा चाहिँ सदस्य सचिवको रूपमा रहेर चाहिँ यो काम अगाडि बढेको छ। र अहिले हाम्रो तेस्रो यो चौथो बैठकको रूपमा आज बसेको छ। त्योभन्दा अगाडिका बैठकमा हामीले यो सर्दो जलदार क्षेत्रभित्र रहेका विज्ञ साथीहरूसित चाहिँ छलफल गऱ्यौँ, वकिल साहबहरूसित त्यसको परामर्श गऱ्यौँ र हामीले चाहिँ को व्यक्तिहरूसित चाहिँ यसको चाहिँ बायोडाटाहरू चाहिँ लिन सकिन्छ भनेर चाहिँ पहिलेका बैठकहरूमा 3टा बैठकमा हामी निरन्तर ल्यायौँ र मालपोत कार्यालयलाई यो जग्गा रोक्नुपर्ने कारण के हो र सर्दो जलदार क्षेत्रका नाममा जग्गा कति हो। हिजो 2033 सालमा राजा वीरेन्द्रबाट हुकुमी हुँदाखेरिको चाहिँ जग्गाको मापदण्ड कति थियो र त्यहाँ चाहिँ सट्टा भर्ना पाएका साथीहरूले चाहिँ त्योभन्दा अर्को स्थानमा स्थानान्तरण भइसकेपछि त्यहाँ चाहिँ भएका कुराहरू के हुन् र यो अहिले रोक्नुपर्ने कारण के भनेर पटक पटक हामीले मालपोतलाई चिठी लेख्यौँ, अख्तियारसित पनि समन्वय गऱ्यौँ। त्यसरी गर्दै आइसकेपछि मालपोतले अहिले पछिल्लो समयमा चाहिँ सर्दो जलदार क्षेत्रभित्र रहेको 345 बिघा 4 कट्ठा 13 धुर जग्गा हिजोको चाहिँ राजा वीरेन्द्रबाट हुकुमी भएको र त्यहाँका चाहिँ 211 घरले चाहिँ अर्को ठाउँ चाहिँ सट्टा भर्ना लिइसक्नु भएको भन्ने कुरो प्रमाणित भइसकेर तत्कालीन भूमि सुधार तथा गरिबी निवारण मन्त्री शिवमायातु माम्भे माननीय मन्त्रीज्यू हुँदा 313 बिघा करिब चाहिँ जग्गा नेपाल सरकारका नाममा आइसकेको पनि छ र अहिले हाम्रो समितिले पनि त्यसलाई नै आधार मान्दै प्रशान्त घिम्रेको प्रतिवेदन पनि नेपाल सरकारले नै तपाईँको मालपोत अधिकृतको चाहिँ संयोजनमा एउटा समिति बनाएर यसको छानबिन समिति पनि भएको र त्यो प्रतिवेदनले पनि चाहिँ बाँझागरा 9 क घोपा 7 घर चाहिँ प्रक्रियामा नगएको भनेर चाहिँ स्पष्ट देखाइसकेको र हामीले मालपोतलाई फेरि पनि चिठी लेख्दा अहिले मालपोतले बाँझागरा 9 क घोपा 7 घर को चाहिँ जग्गा लगत कट्टा नभएको प्रक्रियामा नगएको र यी सर्दो जलदार क्षेत्रभित्र नरहेको भन्ने उहाँहरूले हामीलाई चाहिँ एउटा पत्र चाहिँ प्राप्त हामीलाई भइसकेको छ र त्यो गरेर अब म सरासरी त्यहाँ आउँछु कि अनि त्यहाँ के भएको त्यो हेरेर अनि त्यसको फर्किन्छ। आजको बैठकमा चाहिँ हामीले हतियारसित पनि हामीले चाहिँ एउटा निर्देशन माग्नुपर्छ। यो कारणले चाहिँ यी बुदाहरूबाट हामीले पाउने नेपाल सरकारकै आयोगहरूबाट पनि चाहिँ हामीलाई चाहिँ तपाईँको चाहिँ के अरे चाहिँ यो चाहिँ जलदार क्षेत्रभित्र नरहेको र प्रक्रियामा नगएको भन्ने कुरो चाहिँ स्पष्ट पत्रहरू आइसकेको कारणले गर्दा हामीले चाहिँ अख्तियारलाई पनि चिठी लेखौँ भनेर अहिले बैठक बसेर एउटा चिठीको ड्राफ्ट भइसकेको छ र हामी सोमबार अख्तियार अनुसन्धान आयोग चाहिँ इटेरीमा जान्छौँ र इटेरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर त्यो पत्र गर्छ। मलाई लाग्छ अख्तियार अनुसन्धान आयोगले पनि नेपाल सरकारका कर्मचारीको चाहिँ एउटा अधिकृत लेभलकै चाहिँ कर्मचारीबाट निकालेको प्रतिवेदनलाई र अहिले नेपाल सरकारले 313 बिघा जग्गा चाहिँ तपाईँको चाहिँ लगत कट्टा गरेर चाहिँ नेपाल सरकारका नाममा ल्याएको र त्यो लगत कट्टा गर्ने क्रममा पनि बाँझागरा 9 क र घोपा 7 र घ चाहिँ नपर्ने भएको हुँदा अख्तियारले पनि यो चाहिँ निर्देशन हामीलाई दिनेछ भन्ने आशा छ र त्यसपछिबाट यो प्रतिवेदन बनाइसकेपछि हामी कार्यपालिकाको बैठकमा चाहिँ पेश छौँ र कार्यपालिकाको बैठकबाट यसलाई पास गरेर माथिल्लो निकाय भनेको चाहिँ सर्वोच्च अदालतलाई समेत हामीले पठाउने तयारीमा रहेका छौँ। हामीलाई यो प्रक्रियामा गएको छैन भनेर किटान गरेर उहाँहरूले जुन यो पत्र हामीलाई चाहिँ दिनुभएको छ त्यसले गर्दा पनि हामी के छ त भन्दा बाँझागरा 9 क र घोपा 7 घर चाहिँ कुनै पनि सर्दो जलदार क्षेत्रको प्रक्रियामा नभएको र यी जग्गाहरू सर्दो जलदार क्षेत्रभित्र छैन भन्ने कुरा चाहिँ स्पष्ट पारेको कारणले गर्दा पनि हामीलाई अब सहज मात्र होइन चाँडै नै यो चाहिँ सर्दो जलदार क्षेत्रको सीमाङ्कन हुँदै अहिले चाहिँ रहेको चाहिँ लगभग 750 बिघा जग्गा चाहिँ रोका गरेको छ।
ती जग्गामध्येको चाहिँ 345 बिघा 4 कठा 13 जोर नेपाल सरकारका नाममा आएर अरू जग्गा हाम्रो चाहिँ फुकुवा हुन्छ भने हामी विश्वस्त छौँ। यसमा चाहिँ अलिकति स्थानीय सरकारले पनि चाहिँ तपाईँको अलिकति पहल नगरेको देखिन्छ। प्रत्येक पल्ट त्यहाँका चाहिँ जनसमुदायहरू त्यहाँका पीडित पक्षहरू आन्दोलनको रूपमा चाहिँ तपाईँको धरान उपमहानगरपालिका आउने, डेलिगेसन आउने, अनि त्यसपछिबाट चाहिँ यो सर्वोच्चमा छ हामीले चाहिँ हेर्न नमिल्ने, उ गर्न नमिल्ने भनेर चाहिँ विभिन्न बहानामा रोका गरेको अवस्था देखिन्छ। अहिले त्यसैमा चाहिँ तपाईँको चाहिँ के अरे चाहिँ 5 कन्याको चाहिँ भयो भनेको माथि चाहिँ तपाईँको चाहिँ कालिका स्थान छ, त्यो तपाईँको कुनै पनि प्रक्रियामा नगएको जग्गा अहिले एउटा व्यक्तिका कारणले एउटा चाहिँ धरान उपमहानगरपालिकाका कारणले रोका गरेर बसेको अवस्था र त्यहाँ पनि पीडित बनाइएको छ। त्यो भएको कारणले गर्दा हिजो अस्ति नै स्थानीय सरकारले यसलाई चाहिँ मध्यनजर गरेर चाहिँ कार्यपालिकाको बैठकमा यसको सीमाङ्कनका कुरा गरेर बाँकी रहेका चाहिँ नेपाल सरकारका नाममा जलधारको जग्गा चाहिँ नेपाल सरकारका नाममा आएर अरू जग्गा चाहिँ व्यक्तिगत जग्गा फुकुवा गरेको भए स्थानीय सरकार अलिकति चाँडो चाहिँ चासो राखेको भए यो चाहिँ मलाई लाग्छ 2 वर्ष अगाडि नै यसले चाहिँ निकास पाइसक्थ्यो। तर अब हामीलाई थाहा छ ढिलै भए पनि समिति धरान उपमहानगरपालिका कार्यपालिकाको बैठकले चाहिँ जुन एउटा मेरो संयोजनमा 7 सदस्यीय समिति बनाएको छौँ, यो समितिले स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको ढोका ढकढकाउँछौँ र चाहिँ सम्बन्धित चाहिँ निकाय तपाईँको सर्वोच्च अदालतलाई पनि यो हाम्रो प्रतिवेदन पेश गर्ने गरी अगाडि बढ्छौँ।